हिमालको चिसो सास, हिउँले ढाकिएको अग्ला शिखरहरू र त्यहाँ कतै लुकेको एउटा रहस्य। के तपाईँहरूले कहिले कल्पना गर्नुभएको छ मानिस जस्तै देखिने तर मानिसभन्दा शक्तिशाली हिमालमा बाँच्ने एउटा रहस्यमय जीव? त्यो हो यति हिमालको अदृश्य र भयानक राजा। कसैले भन्छ यो केवल एउटा कथा हो र कसैले भन्छ मैले आफ्नै आँखाले देखेको छु। नेपालका हिमाली क्षेत्रहरू विशेष गरी अन्नपूर्ण, एभरेस्ट र मकालुमा बस्ने मानिसहरूका अनुसार यति एउटा विशाल रौँले ढाकिएको जीव जुन चाहिँ हेर्दाखेरि झन्डै मानिस जस्तो देखिने गरिन्छ। यसको उचाइ करिब 6 फिटदेखि 10 फिट हुने विषय गरिन्छ र यसको खुट्टाको छापहरू झन्डै मानिस भन्दा चाहिँ दुब्बर हुने गर्दछ। आँखा रातो चम्किने र शरीरभरि रौँले ढाकिएको र गर्जनले पुरै जङ्गल नै थर्किने टाइपको चाहिँ यो जनावर हुने गर्दछ। स्थानीयहरू यसलाई हिममानव पनि भन्ने गर्दछन्। नेपालका शेर्पा र हिमाली समुदायमा बस्ने मानिसहरूले चाहिँ पुरानो समयदेखि नै यतिको बारेमा चाहिँ कथा सुनाउँदै आइरहेका छन्। कसैले भन्छन् यो मानिसलाई हानि गर्दैन र कसैले भन्छन् त्यो क्षेत्रतिर गयो भने त्यहाँबाट मानिस कहिले पनि फर्केर आउँदैन। अब कुरा गरौँ हामी यसका केही ऐतिहासिक र डरलाग्दा घटनाहरूको बारेमा। घटना नम्बर 1, इरिप सिप्टन 1951। सन् 1951मा इरिप सिप्टन जुन चाहिँ ब्रिटिस पर्वतारोही थिए, उनीहरूले एभरेस्ट क्षेत्रको अन्वेषण गर्दाखेरि चाहिँ अचम्मका ठुला खुट्टाका छापहरू देखेका थिए। ती छापहरू मानिसभन्दा धेरै ठुला र हेर्दाखेरि चाहिँ कुनै पनि जनावरसँग नमिल्ने थिए। उनीहरूले खिचेको यतिको खुट्टाको छापहरू अहिलेसम्मको सबभन्दा चर्चित प्रमाण मानिन्छ। घटना नम्बर 2, तेन्जिङ नोर्गेको अनुभव। तेन्जिङ नोर्गेले पहिलो पटक एडमन्ड हिलारीसँग चाहिँ एभरेस्ट चाहिँ पर्वतारोहण गर्दाखेरि यतिको बारेमा अनुभव गरेको दावी गरेका छन्। उनका अनुसार उनीहरूले चाहिँ हिमालमा ठुलो खुट्टाका छापहरू देखेका थिए। घटना नम्बर 3, रेनोल्ड मेस्नर 1986। रेनोल्ड मेस्नर पनि एउटा पर्वतारोही रहेका थिए। उनका अनुसार उनीहरूले प्रत्यक्ष रूपमा एउटा अजीब टाइपको चाहिँ जीव देखेको दावी गरेका छन्। उनीहरूले भने त्यो जीव झन्डै हेर्दा मानिस जस्तो देखिन्छ तर चाहिँ अत्यन्त विशाल टाइपको थियो र राति देखेको त्यो दृश्य कहिले पनि बिर्सिँदैन। पछि उनीहरूले अनुसन्धान गर्दा भने त्यो चाहिँ यति नभएर हिमालमा रहेको हिमालय भालु हुन सक्छ। घटना नम्बर 4, सोलुखुम्बुमा हराएको गोठाला। केही वर्ष अघि सोलुखुम्बुको एउटा गाउँमा एउटा गोठालो भेडा चराउँदै थियो। साँझ पख पर्दा उसले टाढाबाट एउटा झन्डै मानिस जस्तो तर ठुलो आकारको एउटा जीव देख्यो। उनीहरूले सोचे सायद त्यो भालु हुन सक्छ तर त्यो आकृति 2 खुट्टामा उभिँदा सुनको मुटु थरथरी काट्न थाल्यो। भोलिपल्ट त्यो गोठाला बेपत्ता भयो। त्यो ठाउँमा केवल 2 खुट्टाका छापहरू मात्रै भेटिए। अब कुरा गरौँ मानिसहरूले अझै पनि यतिको बारेमा विश्वास किन गर्छन् त? नम्बर 1, प्रत्यक्ष अनुभव। धेरै मानिसले दावी गर्छन् आफूले प्रत्यक्ष रूपमा यति चाहिँ देखेको छु। जब मानिसहरूले प्रत्यक्ष रूपमा देखेको कुरा भन्दा यसको विश्वास पनि झन् अझै बढी हुन गयो। नम्बर 2, दुर्गम हिमाल। नेपालका धेरै जस्ता हिमालहरू अझै पनि अन्वेषण गर्न बाँकी छन्। कसलाई थाहा त्यहाँ केही लुकेको छ। नम्बर 3, संस्कृतिमा गहिरो जरा। यति केवल एउटा कथा होइन, हिमाली संस्कृतिको एउटा हिस्सा हो जसले गर्दा यतिको चाहिँ विश्वास झन् अझ बढ्न थालिरहेको छ। अब कुरा गरौँ कि यति साँच्चीकै खतरनाक हुन्छ त? केही कथा अनुसार यति एउटा भयानक र आक्रमण गर्ने जीव हो तर केहीले यसलाई एक्लो र शान्त जीव भएको बताउँछन्। सायद यति एउटा आफ्नो क्षेत्रमा बस्न चाहने एउटा रहस्यमय प्राणी हुन सक्छ। के यति साँच्चीको अस्तित्वमा छ वा यो केवल हाम्रो एउटा डर र भ्रमको परिणाम हो र यसका केही रहस्यहरू अझै पनि खुलिएका छैन। सायद कुनै दिन कसैले यतिलाई देख्नेछ वा सायद तपाईँले नै। यदि तपाईँहरू हिमालमा जानुहुन्छ भने सावधान हुनुहोस् किनकि हिमालमा चट्टान र हिउँ मात्र हुँदैन, त्यहाँ लुकेको हुन सक्छ यति।